Serious Points Nepal. ओइसे रे यो भाइरसको अनुहार हेर्दा तँलाई सिधै घाममा हेरे जस्तो लाग्दैन? लाग्छ घाममा सिधै हेर्यो भने आँखा पोल्छ, यसलाई हेर्दा आत्मा। ओहो हो, आज पनि यो दुखी आत्माहरूले एका बिहानै मेरो ह्यान्डसमपनको कुरा गर्न सुरु गरिहाले। ए बोका हो, म बाटोमा हिँड्दाखेरि नि हावा पनि मेरो पछि पछि आफै चल्न थाल्छ। हावा चाहिँ होइन, त हिँड्दाखेरि तेरो जिउबाट पसिनाको गन्ध चाहिँ डुङ डुङती आउँछ। भाइरसी हजुर त राम्रो हुनुहुन्छ, हामी त नुनमिनाको अचार जस्तै है। सही भनिस् रे, सही भनिस्। मैले त फोटो खिच्दा पनि क्यामेराले आर यु रियल बोय भनेर प्राइभेट गर्छ। हो दाजु हो। केटा हो, म त यस्तो छु नि, फेसन सोमा जानै पर्दैन, फेसन सो मेरो घरमा आइपुग्छ आर यु फ्री भन्दै। फेसन सो चाहिँ होइन, मिस नेपाल सो चाहिँ आउँछ होला, त्यही पनि उल्टोपट्टिबाट। यस्तो कन्फिडेन्स भएको मान्छे त म फर्स्ट टाइम देख्दैछु। पछाडिबाट हेर्दाखेरि सलमान खान, अगाडिबाट हेर्दाखेरि खोइ के को बान। त्यति साह्रो नि नभन्न यार, हिजो सेल्फी लिन खोजेको मोबाइलले ब्युटी फिल्टर अप्लाइड भनेर पो मेसेज पठाउँछ। अनि त्यस पछाडि मोबाइल पनि साइलेन्ट मुडमा गयो होला होइन, लाजले। हो बाबा हो, तिम्रो अनुहार यस्तो राम्रो छ कि फोटोमा नि तिम्रो दाग चाया पोतो सबै ब्लक गरिदिन्छ होला क्यामेराले। सेरे यहाँ सुन न, एक दिन क्या भाइरस गोर्खा डिपार्टमेन्ट स्टोर गएको थियो, सबैले सोध्दै थियो यो चाहिँ को हो भनेर, मोडल हो कि कपडा पसल अगाडि राखेको डमी। केटल क्या छ त? यो त मेरो स्टाइल हो, म भुजा लिन जाँदा त टाई लाएर जान्छु। ए तेरो स्टाइल देखेर पो भुजा चटपटे बन्द रहेछ। हे छोड्दै यो कुरा। एक दिन क्या एउटा केटी आएर भाइरस जी तपाईँको आँखामा त भविष्य देखिन्छ भन्दै थिए, मैले त्यही भएर त चस्मा लगाएको त, तिमी डिस्ट्र्याक्ट हुन्छौ भनेर भनिदिए। केटी मखै होइन हौ, त्यो चस्मा त नक्कली रेबन हो, स्पेलिङ त REYBUN लेखेको थियो। त्यो केही त डाक्टर थियो अरे, यसको अनुहार देखेर साइकोलोजी पढ्न थालेछ। एउटा कुरा भाइरस, साँच्चै भन्नुपर्दा त ह्यान्डसम त छैनस्, त त्यो फेस होस् जसलाई एआईले पनि टु डिफिकल्ट टु इन्हान्स भन्छ। हो नि, तँलाई हेर भन्दा मोबाइलको फेस लक फिचरले नि राजीनामा दिन्छ। हेर केटा हो, तिमीहरूलाई थाहा छैन कि क्या हो, म त ड्रिम बोय पो हो त। ड्रिम बोय, राति नराम्रो सपनामा आउने केटा। तेरो ब्युटी यस्तो छ कि बाथरुममा तैले ऐनालाई हेरिस् भने पनि ऐना फुट्छ, तर लाजले। ठिक छ केटा हो, अब म जान्छु, मेरो सेड्युल तयार गर्ने बेला भयो। 3 बजे ऐनामा हेर्छु, 4 बजे आएर नलागेको कपडाहरू लाएर फोटो खिच्छु, 5 बजे आफूलाई ह्यान्डसम देख्ने प्र्याक्टिस गर्छु। Nice. प्र्याक्टिस? मलाई त लाग्छ त आफूलाई ऐनामा हेर्दै खुब ह्यान्डसम छु भन्दै आँखा झिम्काउँछस् होला। त्यो त हो, त्यति बेला ऐनाले नै हार खाएर एकचोटि त फुटाइस्, अब कतिचोटि फुटाउँछस् भन्छ होला। तिमीहरू बुझ्दैनौ केटा हो, म त अर्डिनरी होइन नि, एक्स्ट्रा अर्डिनरी ह्यान्डसम हो। एक्स्ट्रा त छ तसँग, तर अर्डिनरीलाई चाहिँ हटाएर मेन्टल राख्दा चाहिँ सुहाउला, एक्स्ट्रा मेन्टल। भाइरस त ह्यान्डसम होइनस्, त त्यो फोटो जसलाई प्रिन्टरले देखेर माफ गर्नु होला, तपाईँको सुन्दरता देखेर हामीले तपाईँको फोटो प्रिन्ट गर्न सकिनौँ भनेर भन्छ। ठिकै छ केटा हो, अब म जान्छु, तर एउटा कुरा याद राख, राम्रो आत्मा जहिले पनि मिसअन्डरस्टुड हुन्छ। मिसअन्डरस्टुड होइन, मिसप्रिन्ट पनि हुन्छ। अनि मिसफिट पनि हुन्छ। गयो त भाइरस त, अब चाहिँ घाम पनि टिलिक्क टल्किन्छ। घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो। पैसे रे, तँलाई यो भाइरसको अनुहार हेर्दा घाममा हेरे जस्तो लाग्दैन? लाग्छ। अभी मजा आएगा ना भिडो। एक्सन। भाइरसी हजुर त राम्रो हुनुहुन्छ, हामी त नुनमिनाको अचार जस्तो है।
सही भनिस् रे, सही भनिस्। मैले त फोटो खिच्दा पनि क्यामेराले आइरु गर्छ। के बोले भाइ? के बोले? के छ थाहा बोले? एक्सन। एक्सन। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। एक्सन। राजीनामा दिन्छ। हो यार केटा हो। कैसा लगा मेरा मजाक? एक्सन। ठिकै छ केटा हो, अब म जान्छु। कौन है ये लोग? कहाँ से आते हैं? Thanks for watching. Please subscribe. Subscribe to my channel.